ल हजुरको नामबाट भन्नु। मेरो नाम भोला सिंह र मेरो घर ठकुरापार पोस्ट बढिया चौक पीपीगंज गोरखपुर उत्तर प्रदेश भारत। हजुर हजुर यहाँ कसरी आइपुग्नु भयो? म यहाँ मलाई खोजेर ल्याएका भनौँ न लिने गएका हुन् मेरो घर। हजुर कमल सर र शशिधर भण्डारी दुईजना लिएर आएका हुन् मलाई र त्यो बेला मेरो योग्यता आइएससी विथ मैथमेटिक्स र शिक्षक तालिम बीटीसी गरेको थिएँ मैले त्यो बेलामा। यहाँ आएपछि विद्यालयमा नियुक्ति भयो मेरो र अभिभावक र विद्यार्थीहरूबाट मैले आफ्नो जीवनकालमा धेरै ममता पाएँ र यहाँ बस्नुको कारण पनि त्यही हो। यहाँका मानिसहरू मलाई धेरै माया गरेका, तर विद्यालय व्यवस्थापन समिति र विद्यालयका भनौँ न शिक्षकहरू तर्फबाट केही कुरो गल्ती भयो। जुन मेरो पहिला माविको दरबन्दी थियो र त्यसलाई निमावि दरबन्दीमा झारेर सट्टा बनाइदिए, जुन कुरो मलाई थाहा थिएन। सट्टा दरबन्दी मलाई थाहा थिएन। मैले त सोचेँ एउटा दरबन्दी भएपछि त भइहाल्यो र किन गर्नु पर्यो भन्ने कुरा मैले सोचेँ र वास्तवमा त्यो सट्टा दरबन्दी एउटा मान्छेको दुईटा दरबन्दी हुँदो रहेछ र म खाली भएँ र त्यही कारणले गर्दा आज म गैर नेपाली जुन गैर नेपालीको लागि जुन उपादानको व्यवस्था छ नेपाल सरकारले गरेछ त्यसबाट वञ्चित हुँदैछु। र के गर्दै हुनुहुन्छ उपादानको लागि चाहिँ? कसरी प्रोसेस? उपादानको लागि प्रोसेस चाल्दैछु किताबखानाबाट र किताबखानाबाट अझै फाइल मेरो अगाडि बढेको छैन। अब आइतबार पेश गर्ने हो र त्यो अगाडि बढ्छ, विभागतिर र मन्त्रालयतिर जान सक्छ। कति पाउनुहुने रहेछ उपादान? उपादान सेवा वर्ष बराबर 1.5 महिनाको तलब हो। भनेपछि 34 वर्ष सेवा भएछ तर 32 वर्षको हिसाब भएछ, जुन उसमा बिरामी बिदा समेत छ र भन्नाले 48 महिनाको तलब पाइयो भने 48 महिनाको तलब पाउँछु। तपाईँले पढाउनु भएको विद्यार्थीहरूले चाहिँ हजुरलाई अहिले कस्तो सहयोग गरेका छन् त? मलाई पढाउने विद्यार्थीहरू जुन अहिले केही बाहिर छन्, केही नेपालभित्र छन्, राम्रै सहयोग गरेछन्। 10,000, 5,000, 20,000, 25,000, 50,000, 51,000 तक एउटा विद्यार्थी अथवा मिलेर